वीरगञ्जमा प्रहरीको दादागिरी। वीरगञ्ज बसपार्क प्रहरी चौकीका सहायक निरीक्षक धीरेन्द्र तपलियामाथि घुस असुली र धम्कीको गम्भीर आरोप सार्वजनिक भएको छ। व्यापारीहरूले दशैं खर्च नदिएको कारण आफूलाई फसाउने, पसल बन्द गराउने र धम्की दिने गरेको आरोप लगाएका छन्। यता होटल र रक्सी पसललाई प्रहरीकै संरक्षणमा राति अबेरसम्म सञ्चालन गराइने, अनैतिक धन्दा समेत चल्ने गरेको व्यवसायीहरूको दाबी छ। होटल व्यवसायीहरूको दाबी, होटलको रुममा बस्ने र पैसा नतिर्ने स्थानीयवासी र व्यापारीहरूले तत्काल छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्। प्रहरी संगठनको छवि बदनाम हुने गतिविधिबाट व्यापारी र स्थानीय त्रसित बनेका छन्। आफ्नो टाइममा बन्द गर्नुस्। तपाईलाई के तपाईले छुट्टी कानुन हो हैन? त्यो रिक्वेस्ट माथि हो यो भित्र गरेको बन्द हामी गर्न तपाई यो भन्नु त्यहाँबाट सुन्नु न। तपाई त्यहाँबाट हेरिराख्नु भएको छ, यो बन्द भइराको छैन, यो सुटर गिराइराको छ। के भन्नु के गिरा तपाईको के गिरा? यो भित्र गरेको बन्द गरेको हैन, यो बन्द गर्यो। यो भित्र गरेको बन्द गर्यो, यसरी खुला बन्द हुन्छ। भनेपछि यो तपाईँ गाडीसँग बन्द हुन्छ। बन्द गर्नमा टाइम लाग्दैन, बन्द गर्नको लागि प्रोसेस हुँदैन। 10 बजे बन्द गर्छु, 10 बजे बन्द गर्नु। तपाईहरु 2 मिनेट गाडी बन्द गर्नु। अरु कता पनि 10 बजे बन्द गर्नु। होटलको कति टाइम सबै गराउने हो? कति बजे होटलको टाइम भन्नुस् न। भन्नुस् न टाइम के भन्नुस्। होटल भनेको इमर्जेन्सी ए भाइ पैसा त तपाईसँग डिस्कस गर्न आइराको फोन गर्नु। ठीक छ ए त्यहाँबाट पैसा आउँछ, महिना आउँछ, त्यहाँबाट कहाँ भन्नु? गाडी भनिसक्यो फोन। तपाईले रिक्वेस्ट गर्नु म बन्द गर्छु। तपाईले रिक्वेस्ट गर्नु बन्द पढाएर भइसक्यो बन्द गर्ने त ए भइसक्यो तिमीले ए भइसक्यो म डराउनु न यहाँ भइसक्यो नि के बन्द गर्नु? तपाईले रिक्वेस्ट गर्नुभयो म बन्द गर्छु। भयो नि मैले तपाईले रिक्वेस्ट गर्नुभयो म बन्द गर्छु। अरु केही गर्नु पर्दैन। टाइममा हामी आउने रिक्वेस्ट पुलिस आउने नपाउनु म बन्द गर्छु। तपाईले लेखेर दिएर फेरि कहाँबाट बन्द गर्छ तपाई ए पनि तपाई अरुलाई सुन्नु अरुलाई त यहाँ सुन्नु न। यहाँ तपाईले फेरि खा बोल्न थाल्नु कि सर तपाईले यसरी बाहिरको नठानु न। हामी पनि बाहिर मैले उहाँले चिनिरहेको छु राम्रोसँग भइसक्यो कुरा भइसक्यो बन्द गर्नु यो बन्द गरेको होइन त के हो यो? अनि प्रोसेस हुँदैन बन्द गरेको काम सटर धर्नु बित्तिकै बन्द हुन्छ।